बेला रामेछाप जिल्लाको सबैभन्दा ठुलो पर्यटकीय स्थल सैलुङ क्षेत्रमा छ। देशभरिबाट हजारौँ मानिसहरू यहाँ भेला भएका छन्। विभिन्न जात जातिका झाँकीदेखि लिएर यहाँ चाहिँ यो गुरु परम्परा अनुसार मानिने धामी झाँकीको पनि विभिन्न कुराहरू हामीले देखिराखेका छौँ र यहाँ विभिन्न ठाउँबाट आफैले घरमै बनाएका परिकारहरू ल्याएर आनन्दले चाहिँ परिवारसँग हामी बसेको जस्तै गरी डाँडा डाँडा बसेर खाइरहनु भएको दृश्य पनि हामीले देखिराखेको अवस्था छ। युवा युवतीहरू विभिन्न गीत सङ्गीतमा नाचिरहेको अवस्था पनि देखेका छौँ। तामाङ मगर लगायतका जात जातिका गीत सङ्गीतमा उहाँहरूको वेशभूषासँग झल्किने गरी उहाँहरू नाचिरहेको दृश्य पनि देखेका छौँ। साँच्चै नै सैलुङ स्वर्गको एउटा टुक्राभन्दा पनि फरक पर्दैन। यो साँच्चै नै देशको हाम्रो नेपालकै सबैभन्दा ठुलो पर्यटकीय स्थल हो। यसमा सङ्घ प्रदेश र स्थानीय सरकारले अझै धेरै पर्यटकीय पूर्वाधारहरू बनाउन आवश्यक छ। मतलब बनेको अवस्था छ, माथि भ्यू टावर बनेको छ, तर भ्यू टावर सैलुङ आफै भ्यू टावर हो, त्यसैले भ्यू टावर आवश्यकता त त्यति होइन, तर पनि त्यहाँबाट अझै राम्रो देखिन्छ भनेर स्थानीय सरकारले त्यति काम गरेको अवस्था छ। अझै यसको विकासका लागि सङ्घ प्रदेश र स्थानीय सरकारमा अझै ध्यान दिन आवश्यक छ। लहरै साना ठुला थुम्काहरू रङ्गीबिरङ्गी रूपमा फुलेका लालीगुँरास र चिमलले सैलुङ क्षेत्र आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ। समुद्री सतहदेखि 3300 मिटर उचाइमा रहेको सैलुङमा 100वटा फरक फरक आकृतिका थुम्काहरू छन्। प्राकृतिक रूपमा बनेका सयौं थुम्का छेनमा कुहिरोले ढाक्ने त छेनमा नै सूर्यको किरणले नजिकैको हिमाल चाँदी जस्तै टल्कने र चौडी चरेको दृश्यले सैलुङ पुग्ने सबैको मन लोभ्याउँछ। अहिले चिमलको फूलले सैलुङ क्षेत्रको सौन्दर्य झनै बढाएको छ। स्थानीयका अनुसार नेपालमा पाइने 31 प्रजातिका गुराँसमध्ये 21 भन्दा बढी जातका गुराँस सैलुङको जङ्गलहरूमा पाइन्छ। सैलुङ क्षेत्रको जङ्गलमा रङ्गी चङ्गी रूपमा फुलेका लालीगुँरास तथा चिमलले रामेछाप र दोलखाको सिमानामा पर्ने ऐतिहासिक धार्मिक एवं सांस्कृतिक पर्यटकीय स्थल सैलुङ डाँडामा पनि पर्यटकको चहलपहल बढेको छ। रामेछापको दोरम्मा सैलुङ गाउँपालिका र दोलखाको सैलुङ गाउँपालिकामा समेत पर्ने सैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको राम्रो उपस्थिति हुने गरेको छ। सैलुङको थुम्काहरूबाट दोलखाको गौरीशङ्कर लगायतका हिम श्रृङ्खलाहरू निहाल्ने, पुष माघमा हिउँसँग खेल्ने, महादेव भीमसेन शिला तरबार लगायतका मठ मन्दिरको दर्शन गर्ने र ग्रेट वाल चढ्ने अवसरका लागि दैनिक सयौं पर्यटक सैलुङ पुग्ने गरेका छन्। सैलुङ जानका लागि अहिले रामेछाप र दोलखा दुवैतर्फबाट सडक सञ्जालहरू जोडिएको छ। रामेछाप सदरमुकाम मन्थरीबाट गोगनपानी गाल्पा दोरम्बा हुँदै सैलुङ जान सकिन्छ। त्यस्तै मन्थरीबाट फुलासी डडुवा कुखुरेहाल हुँदै दोरम्बा निस्किएर पनि सैलुङ पुग्न सकिन्छ। काठमाडौँबाट रामेछापको बाटो प्रयोग गरी सैलुङ जान 2वटा बाटो प्रयोग गर्न सकिन्छ। काभ्रेको चौडी हुँदै रामेछापको लखनपुर निस्किएर सैलुङ जान सकिन्छ भने बिपी मार्गबाट सितखाको पुल तरेर खानादेवी गाउँपालिकाको गोगनपानी निस्किएपछि त्यहाँबाट गाल्बा हुँदै दोरम्बा हुँदै सैलुङ पुग्न सकिन्छ। दोलखाको ढुङ्गे देउराली हुँदै सैलुङ पुग्न सकिन्छ। रामेछापको दोरम्बा हुँदै खोलाखर्क निस्किएर पनि सैलुङ पुग्न सकिन्छ।